अब लगभग यो मासुले सबै अगाएर होइन अब यस्तो बबाल पर्सुगलमा फर्स्ट टाइम यस्तो भएको होइन म चाहिँ होइन आएपछि होइन यस्तो फिल भयो नेपालकै गोल भएर कालो भइसकेको छ यहाँ त त्यो हड्डी त छोड्दिने यार क्या मासु छ बरु यार उता पहिला खाने क्या 3 बजे पाकिसक्छ नि हो पाक्यो भनेको थियो के अरे ढिला गरेर आमा म खसीको मासु बोल्नु पर्ने रे उहाँ पुगेको लिस्बन खसीको मासु लिन खसीको मासु लिन गएको हो नि यहाँ हामी आइपुग्यौँ है गाइस यहाँ स्पोर्टमा आइपुग्यौँ हामी फाइनली यस्तो छ ठाउँ पाकेको छ गाइस के छ आगो बलेन है अनि के खाने हो चक्कीहरू ल्याएन कि चपिङ बोर्ड पनि छैन के पनि छैन कसरी अचार बनाएको छ 2 जनाले खाने अनि त्यो अचारले के खान्छ त नि 7-8 किलो मासु त्यसले जेस पुरा गर्दियो बार्बी गर्ने भन्ने चाहिँ त्यो नाम मात्र हो नि त नि नाम मात्र हो बार्बी गर्ने त यतिखेर त एकपल्ट खाइसकेको हुनु पर्यो किसिम छैन होला हैन किसिम छैन किसिम त छ तिमी किन दोष किसिम त मैले हाले आउँछ त्यो पनि ल्याउँदैन केटाहरु कस्टम ल्याउँदैन घरमा चिप्सहरु थियो ट्याक केटाहरु बसेर खादै गर्थ्यो बियरहरु हान्दै गर्थ्यो तैँले बाजे सस के गरे केटा यो सबै के यो बारीकी पनि ठाउँ हो खासमा हिजोदेखिको गर्नुपर्ने हो के हिजोदेखिको भिडियो यस्तो छ हैन टक्क दामी छ यो पुलिसको उ हो चट्टा पानी सर के ट्याटो खतरा देखाछ त सुदुबे कहाँ अहिले बेलुकादेखि काममा जाँदैछ अरे गुरु पहिला होइन मिक्स गरेर हालौँ न पोर्क र चिकन सबै हो यो यसो बिचमा केही छैन हरर बास्ना आउला छ त है के हो यो के भयो अरे आगो बल्दैछ हर्सलट सल्केपछि त फेरि मासु त बुडुङडुङ हो नि त होइन एकछिनमै सरर मासु पाक्छ काजीको तनाव भइरहेको उता के हो हो र अब यो आगो बलेपछि के गर्नु के हुन्छ अरे आगो बल्यो भने पेट दुख्छ क्या डेन्जर बाहिर पाक्छ भित्र चाहिँ पाक्दैन के छ अनि ब्रो यार होइन केही गर्दैन होला लड्यो नि यहीँ लड्नु त हो नि यस्तो दामी पार्क छ है उता हाम्रो बारी के भयो ल झन्नु खुट्टा माथि भ्याउँदैन ऊ एकदम कमजोरमा राखेको छ कि फेरि हेर्न सक्नुहुन्छ यस्तो कमजोर उसमा छ अनि यो पिङ यहाँ यसै उभिरहेछ अब बाँकीको जर्नी अब यहाँबाट कन्टिन्यू गर्छौँ बस्नको लागि चाहिँ इनफ है हरियाली जङ्गलको बिचमा ठ्याक्कै यहाँ सबैजना छौँ यहाँ घाम पनि मस्त लागेको छ हावा पनि मस्त लागेको छ मेरो बिचारा मेरो बेस्ट फ्रेन्ड अब फेरि यहाँबाट बार्बिक्यूको पिङदेखिको बार्बिक्यूसम्मको जर्नी हामीले यहाँबाट मेन्टेन गरेर आइसक्यौँ गाइजहरू यहाँ बिजी भइरहेछन् अनि यहाँ चाहिँ फ्राई बोटी टक्क लगाएर यहाँ सेटअप मस्त चल्ला छ बधाई छ कङ्ग्रेचुलेसन उसको अब छिटै कार्ड आउँछ 1 महिनाभित्र आएको कति महिना भयो थाहा छ कति महिना भयो 2-3 महिना 3-4 महिना भयो 3-4 महिनामा कार्ड ओ माइ सुजन थापाको फोन आयो ल व्हाट्सएप श्रीराममा फोटो छ मरि जाऊला जीवन छोटो छ मरि जाऊला जीवन छोटो छ लेखेको सम्झना
उला जिम्मा दियो न हो उमा तिमीहरू भन्दा धेरै प्रोफेसनल मान्छेहरू मैले थाहा नै छैन ल यहाँ आमा भइसक्यो सुरु भइसक्यो हो कस्तो छ ब्रो ठाउँ पनि दामी होइन मासु पनि मिठो ल त्यही भने लास्ट ढिला भइसक्यो नि अब ल ठिक छ म नि खाइदिनु पर्यो यार कसै खाम न पहिला यार खोल्नु भन्नु वार्निङ दिएको अब बिच त भइहाल्यो भने तिमीहरू के गर्छौ भनेर यो जानकारी दिएको फ्रान्समा सर्ट भएको फेरि ट्रान्समिटर कि त्यो होइन यो कहाँ हुन्छ अस्ति नैदेखि यो त धेरै महिनादेखि अगाडिदेखिको ऊ हो त यो स्ट्राइक भनेको थियो तर बिजुली स्ट्राइक कहाँ गर्छ यो कसैले त आएन साबरवाटै खाने रसियाले अहिलेसम्म कसैले आएन यहाँको मान्छे साबरवाटै खाने हो मैले सोधेको स्टोरमा गरेको चाहिँ रसियाले हो क्या भनेको छ तर अहिलेसम्म उनीहरू कसैले त आएन कि त्यो थाहै हुँदैन नि होइन यस्तो हो क्या सरकारलाई थाहा छ उनीहरूले जनतालाई नभने हो क्या सबै कन्ट्रीले त्यो उनीहरूले अब सानो कुराले उयो देख्छ नि त होइन प्यानिक हुन्छ भनेर साइबर एट्याक भयो भने अब सानो कुरा ल यत्रो देशलाई त एट्याक हान्छ रहेछ अरूले भन्ने अलिकति हुन्छ नि त सेन्स कस्तो हुन्छ एउटा सिटीमै जान्छ पुरै कन्ट्रीभरि जान्छ नि यत्रो ठुलो कन्ट्री गाह्रो नि फेरि अर्को अनि रसियाको लागि पनि होइन सानो गाउँहरू जस्तो हो यही नै पोर्चुगल त्यो हड्डी त छोडिदियो नि यार क्या मासु छ बरु यार उता पहिला खाने क्या ओ यार कसम यार लास्टै बवाल छ यार हुन्छ हालेँ खसीको मासु त अनि गणेशले त एकचोटि झ्याप्पै खान लाग्यो नि यहाँ त स्यापै ओ पहिलो मान्छे खानु पर्यो नि त खै हाल त यहाँ खानु पर्यो खसीको मासु ए खाएर त बल्ल सबै लैजाइ हो र अघि पाकेको छैन त अनि कहाँ पाक्छ भने एकछिन छोडिदिउ न मस्त पाके खायो ल अब एक एउटा कुखुराको पखेटा र च्वाचेको मासु लिएर खाम त अब उता माथि भने चाहिँ सजिलो हुन्छ बियर खोल्न नि सकेन है एउटा बियर नखोल्नु सक्यो ब्लग हालिदिनु हो क्या अनि त्यही बनाउँदैछु म स्पेसल आजकै सबैले ट्राई गरिसके तिमीले कस्तो लाग्यो के भएर नखोले जस्तो लाग्यो के भयो सोल्टी के भयो किन त्यसको त्यो सिल भाचेको भएर ट्राई त हाने हो नि ट्राई गरेको हो तोसले गरे कि नगरे ट्राई खोल्न मैले गर्दा चाहिँ त्यो सिलै घुम्यो मैले नि गरेको भन्नु मेन कटो चाबी लिएर चाबी एभ्रिथिङ युज भइसक्यो बियर खोल्न पनि युज गरे बियर खोल्न सके छैन खासमा ल फाइनली ल ए ल ताली 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 ल ताली स्वागत ल खाजा थाहा त छैन खाजा छैन है मासु आयो मासु 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 आयो मासु ल
यस ल ब्रो ढिलो भयो नि आज है केही छैन अब तिमीले आज खाएर यसरी आयो ल्याउन कस्तो अब तिमी चुरो मात्रै खान्छौ चुरो सुक्का छैन एउटा हड्डीवाला खाऊ न यो कस्तो अब ल यो अचार चोपा त के त सोली त्यो होइन त्यसलाई उयो फोन अफ हुन्छ त के बहिनीको बेला थाहा छैन बहिनीको बेला थाहा छैन अनि लास्ट बिजोग भएछ है आज केटाहरूको यहाँ 5 रुपियाँ पैसा नभएर बोल्ड गर्न पाएन छ बोल्डमा फेरि क्यास पनि चल्दैन फेरि अनि सर आउनु बस मेट्रोको रिजल्ट हालिसक्यो यता महिना आज लास्ट डेट हो नि त फेरि भोलिदेखि अब 1 तारिक होइन अब हाल्न भ्याइँदैन मोबाइल खोलिहाल्छ यो सिस्टम यो एपको बारेमा पनि भनिदिनु पर्यो नि त्यो तपाईँले त यो ल हो कि होइन के एपबाट रे क्यारिज वे अरे होइन क्यारिज वे एपबाट योबाट गएर चाहिँ तपाईँहरूको यो मेट्रो पासमा पोर्चुगल हुने महानुभावहरूले रिचार्ज गर्न सक्नुहुन्छ है ल अब यहाँबाट यहाँ हुँदो रहेछ नि त अब ल स्क्यानै हुँदैन के हो कार्ड भएकोतिर हाल्न पर्ने छ यस्तो रहेछ यस्तो नेट नभएर हो ए तना भइसक्यो केटाहरू पनि अगाइसक्यो त्यहाँ नाचेको देखाइदियो नि एकपल्ट ओ नाचिरहेको केटाहरू केटाले खान्न भनेर पठाइदियो क्या अब यहाँ यो पोर्को हो होइन ओ दामी हो ल ल नसक्ने भयो हाम्रो सबै रेडी भयो होइन लास्ट होइन यो गरेर उयो साइडमा छ हेर्नु अब हामी साइडमा छ क्या खसी नहाल यार खसीको दिन्छ नहाल यार खालि होइन कहाँ लाग्यो खाने अनि कहाँ लाग्दा खसी खान्छ नि खाने नि अब के नि त फाल्न भएन नि त यो त पाकिहाल्छ नि त्यो म राखिहाल्छु हाम्रो चाहिँ सबलाई मिठो मिठो आइटमहरू हामीले खुवाउँदैछौँ गाइस फोकस अन टार्गेट अब हामीले यो लास्ट गर्दैछौँ है मासु ल्याउनेलाई सबैले खाजा माला चाहिँ भन अब
कोइलाले थाकेको हो नि यो टकिला सखान लाग्छ माथिबाट हाइफरमा तल झऱ्यो गिलास नै नभएर तपाईँको चाहिँ के छ त स्यास खबर आज भोलि कता छुट्टी हो यार भोलि क्याम्प आएको छ के त हो कहाँ हो कासको डाँडा कहाँ हुन्छ म भन्नै सकिन्न कतिखेर कहाँ हुन्छ कतिखेर कहाँ हुन्छ है ल हाम्रो चाहिँ अब लगभग यो मासुले सबै अगाएर होइन अब यस्तो भइसक्यो हालत हालत आज होइन सब भयो नि त अझै सिस्टममाको मान्छेहरू सबै आउट अफ सिस्टम छौँ आज हामीहरू लिमिटमा आएको दिन आजको दिन आज यस्तै भयो ठिक्क छैन होइन धेरै नै बबालै भइरहेको ग्रिल चिकन ग्रिल समोसा सबै मजाले समोसा चाहिँ कता छ समोसा चाहिँ वेरी समस्या के समस्या भयो यो खालको सबै यसलाई क्यान्सल गरेर एकचोटि उता बस न एकचोटि झ्याउडी गीत नाच्ने भयो कि सबै गीत चाहिँ नाच्ने चाहिँ अहिले पो पैसा भएन कान्छी खोइदिन दोस्त तिमी पोर्चुगल कति सालमा कहिले छिरेको भन न यति भन न कहिले छिरेको पोर्चुगल उसको त कार्ड आइछ नि तपाईँको फाल्टा होइन के आएको अरे पासपोर्ट आइछ है तलमा पुरै गाडी हो क्या सब गाडी हालेर हुन्छ तल मान्छे बस्ने ठाउँै छैन माथि मात्रै हो क्या ल कुरोहरू सब हालिदिउँ यो ल यता नि भइरहेछ तपाईँहरू पनि कोही कुनै पार्कमा जानुहुन्छ भने त्यसै गरी आफूले गरेको फोहोर चाहिँ राम्रोसँग सफा गरेर जानी गर्नु होला होइन यतिको हुनुपर्छ अब हामीले जस्तो क्लिन थियो त्यहाँ चाहिँ एकदम क्लिन हान्यौँ हामीले है निस्किन्ला होइन ल के छ दोस्त तिमीलाई आजको बारेमा भन्नु 1 रुपियाँ छैन अरे ल यस्तो भयो अब निस्किनु लाग्यो हामी टक्क यस्तो भयो के भयो आज ठिक भयो होइन दोस्त एकदम दाम भयो है सबै साथीभाइसँग सुलो ब्रो के भयो आजको बारेमा के भन्न चाहन्छु मलाई एकदम रमाइलो लागेको छ चाउमिन वाज भेरी गुड बबाल पोर्चुगलमा फर्स्ट टाइममा यस्तो भएको होइन म चाहिँ होइन आएपछि होइन यस्तो फिल भयो आफ्नो अब नेपालकै भाइमा बारबेक्यू हान्न पाउँदा चाहिँ होइन यस्तो पब्लिक एरियामा टक्क राम्रो यति राम्रो इन्भाइरोमेन्टमा ल गाइज अब हामी भेट्नेछौँ अर्को भ्लगमा बाई बाई हामी निस्किनु